नेपालको संसदीय अभ्यासमा हिजोको दिनमा पनि त्यो खालको अभ्यास देखिएको थिएन। जबरजस्त जुन संसद चाहिँ भद्रगोल तरिकाले अगाडि बढाइराख्नु भएको छ र एउटा कर्मकाण्डतर्फ चाहिँ नै लगिराख्नु भएको छ। हामीले नाराबाजी गरेका छौँ, नाचेका छैनौँ, चिच्याएका छैनौँ, गाएका छैनौँ। सदनमा अब सङ्ख्याको मूल्य धेरै हुन्छ। संसदीय मर्यादा र परम्परामा संसद अवरुद्ध भइराखेको बेला अथवा कुनै पनि एउटा सांसदले उठेर आफ्नो असहमति जनाइराखेको बेला संसदलाई अवरुद्ध मानिन्छ। यसरी सदनमा दुईटा दलहरूले उभिएर कुरा राख्दै गर्दा आफ्ना विचारहरू या अटेनन् भनेर भनिराख्दाखेरि सदन सुचारू गर्नु त्यति उपयुक्त कुरा चाहिँ होइन। हेर्नुस्, राजनीतिमा तपाईको प्रवृत्ति, नैतिकता र राजनीतिक अभ्यासहरू कुन संस्कारमा राजनीतिक अभ्यास गरिन्छ भनेर हेर्नुपर्छ। हामीले अब हाम्रो कुरा राख्ने हो। हाम्रो सभामुख त हाम्रो संसदको अभिभावक हुनुहुन्छ। छलफलमा भाग लिने परिस्थिति नै चाहिँ सभामुखले बनाइराख्नु भएको छैन। कसैको ठुलो दलको चाहिँ अभिभावकत्व ग्रहण गर्छु, अरूको चाहिँ ग्रहण गर्दिनँ भनेर सामान्य सभामुखले चाहिँ भन्न मिल्दैन जस्तो लाग्छ। चलाउने वातावरण बनाउने कुरा त सरकारको हो। आज सरकारको काम कारबाही अगाडि बढिरहेछ। यहाँ सरकारले दिएको बिजनेसमा सदन चलिरहेछ। अहिलेको यो आन्दोलन चाहिँ जुन देशव्यापी रूपमा देखिएको समस्या छ, भिजिट भिसाको माध्यमद्वारा गरिने मानव बेचबिखन, विशेष गरी नेपाली जनताहरूलाई विदेशका विभिन्न ठाउँमा लगेर बेचिने कार्य छ, जसमा चाहिँ भिजिट भिसाको प्रयोग गरिन्छ भन्ने बाहिर आएको छ। यसका बारेमा चाहिँ सत्य तथ्य बाहिर आउनुपर्छ। अनि यो अहिले कसले गर्यो मात्रैको विषय होइन। यो प्रवृत्ति, यो समस्या मूल रूपमा हामीले चाहिँ बृहत रूपमा समाधान गर्नको लागि के गर्नुपर्ने भन्नेतर्फ सरकार संवेदनशील हुनुपर्ने देखिन्छ। त्यसको लागि चाहिँ हामीले दीर्घकालीन रूपमा एउटा उच्च स्तरीय छानबिन समिति बनाऊ, पारदर्शी बनाऊ, अनि त्यसमा चाहिँ एउटा संसदीय ओभरसाइटको पनि कुराहरू हुन्छ होइन, लेजिस्लेटिभ ओभरसाइटको कुराहरू पनि राखौँ। टाइमलाइन दिएर कहिले कसरी गर्ने ती सबै टिओआरहरूलाई चाहिँ स्पष्टसँग बनाऊ भन्ने कुरा हामीले प्रस्ताव राखेका थियौँ। यद्यपि अब त्यो प्रस्ताव सत्तापक्षबाट स्वीकार भएन। उहाँहरूले दुई बुँदे सम्झौता गरेर उहाँहरूले अब प्रतिपक्षमा हुनुभएका केही दलहरू पनि सत्तापक्षको सम्झौतामा जानुभयो। तर अब हाम्रो अडान चाहिँ त्यो मुद्दालाई समाधान गर्नको लागि एउटा निष्पक्ष र पारदर्शी उच्च स्तरीय समिति आवश्यक छ भन्ने ठानेर हामीले निरन्तर रूपमा त्यो कुरा राखि नै आयौँ। अब हामीसँग संवाद गर्ने वातावरण त्यति सरकार पक्षबाट भयो जस्तो मलाई लागेन। त्यसकारणले हामी निरन्तर रूपमा सदनमा चाहिँ कुरा उठाउँदै आइरहेका छौँ। अब सदनमा पनि कस्तो भइराखेको छ भने यहाँहरूलाई थाहा छ, संसदीय मूल्य मान्यता, संसदीय अभ्यासमा कसैले पनि, एउटा व्यक्तिले पनि चित्त नबुझेर केही विषयमा कुरा राख्छ, उठ्छ, कुरा राख्नको लागि उभिरहन्छ, विरोधमा उभिन्छ भनेदेखि त्यो सदनलाई सुचारू गर्नु त्यति उपयुक्त हुँदैन। त्यो गतिरोधलाई अन्त्य गर्नको लागि चाहिँ सबैले पहल गर्नुपर्ने आवश्यकता हुन्छ। यो संसदीय मूल्य मान्यता यो अभ्यासको एउटा चाहिँ पाटो हो। तर नेपालको संसदीय अभ्यासमा हिजोको दिनमा पनि त्यो खालको अभ्यास देखिएको थिएन। अहिले पनि निरन्तर रूपमा सदन चाहिँ अवरुद्ध गरिराख्दाखेरि, हामीले कुरा उठाइराख्दाखेरि, हामी उभिराख्दाखेरि, हामीले आन्दोलन गरिराख्दाखेरि सदन चाहिँ निरन्तर रूपमा चालु भइरहेको अवस्था छ। एउटा दलले त बहिष्कारै गरेर हिँडेको अवस्था पनि छ। यसरी सदनमा दुईटा दलहरूले उभिएर कुरा राख्दै गर्दा आफ्ना विचारहरू या अटेनन् भनेर भनिराख्दाखेरि सदन सुचारू गर्नु त्यति उपयुक्त कुरा चाहिँ होइन। यद्यपि सदन चलिरहेको छ। त्यसकारण पनि हामीले अब जति सक्छौँ त्यति प्रयत्न गर्ने हो। सदनमा अब सङ्ख्याको मूल्य धेरै हुन्छ। त्यही त हामीले भनिहाल्यौँ नि, यो अहिले सदन किन चलाएको भने जनताको मुद्दा समाधान गर्न पाए हुन्थ्यो, जनताको आवाज बोल्नुपर्छ भनेर उहाँहरूले सदन चलाउनुपर्छ भनेर भन्नुभएको हो नि। अहिले सदन के विषयमा चलिरहेछ तपाईँले याद गर्नुभयो भने बजेटका विषयमा छलफल हुँदैछ। अहिले यहाँ बोलेका कुनै पनि मान्यज्यूले राख्नुभएका कुराहरूको र कमा फुल स्टप केही पनि परिवर्तन हुँदैन। यो सबैजनालाई थाहा छ। अनि सदन कसको लागि चलिराखेको छ? जबकि जनताको यस्तो संवेदनशील विषय चाहिँ सदनमा उठेको छ, आएको छ, त्यसलाई समाधान गर्नको लागि एउटा समिति बनाइन्छ भनेर एकदम फासफुस रूपमा हामीले नारामा पनि भनेका छौँ। फासफुसे समिति हामीलाई चाहिँदैन, हामी मान्दैनौँ भनेर हामीले भनेका छौँ। फासफुस गरेर बनाए जस्तो गरेर टार्ने विषय होइन। यो हिजो पनि चलिरहेको थियो, आज पनि छ, भोलि पनि भइराख्ला। यसलाई हामीले बृहत्तर रूपमा, यो समस्यालाई हामीले बृहत्तर रूपमा समाधान गर्ने हो भनेदेखि चाहिँ एउटा निष्पक्ष उच्च स्तरीय छानबिन आयोग नै चाहिन्छ अथवा समिति चाहिन्छ, जसलाई चाहिँ
हाम्रो पार्लियामेन्टले ओभरसाइट गर्ने व्यवस्था होस्, जसले चाहिँ हामीले हेर्न सकोस् र यो चाहिँ अहिले कसले गरेछ, कसलाई सजाय दिने भन्ने भन्दा पनि माथि उठेर यो समस्यालाई समाधान गर्नको लागि चाहिँ सबै दलहरू एक ठाउँमा आउने वातावरण होस् भन्ने हाम्रो कुरा हो। हामीले अब हाम्रो कुरा राख्ने हो। हाम्रो सभामुख त हाम्रो संसदको अभिभावक हुनुहुन्छ। आज एकजना मानिज्यूले पनि भन्नुभएको थियो, एकजनाको पनि अभिभावक 10 जना हुनुहुन्छ, 50 जना हुनुहुन्छ, 200 जना हुनुहुन्छ भने सबैको अभिभावक हो। दल कुन सानो छ कुन ठुलो छ भन्ने कुराले कसैको ठुलो दलको चाहिँ अभिभावकत्व ग्रहण गर्छु, अरूको चाहिँ ग्रहण गर्दिनँ भनेर सामान्य सभामुखले चाहिँ भन्न मिल्दैन जस्तो लाग्छ। सदनमा पनि प्रश्न उठिसकेका छ, हामीले पनि कुरा राखिराखेका छौँ, तर अब सदन चाहिँ चलिराखेका छ, यसमा चित्त बुझाइ छैन। त्यस कारणले पनि हामी आन्दोलनमा छौँ। यसलाई चाहिँ सामान्य सभामुखले सबै दलहरूलाई एक ठाउँमा लिएर आएर वार्ताको माध्यमबाट सदन सञ्चालन गर्ने बाटोतर्फ जाँदा सबैलाई हित हुने थियो, सबै जनताको आवाजहरू पनि सुनिने थियो। यद्यपि यसमा चाहिँ सत्तापक्ष नै तयार नभएको जस्तो, अब सदनमै पेलेर जाउँ भन्ने खालको परिस्थिति निर्माण भयो जस्तो देखिएको छ। यो राम्रो कुरा चाहिँ होइन। हामी आन्दोलनमा छौँ भन्ने कुरा उहाँले बिर्सिनु भयो। त्यो बिर्सेर उहाँले भन्नुभएको कुरा, त्यसमा हामीलाई खासै केही कमेन्ट छैन। उहाँले आफ्नो कुरा राख्नुभयो, तर हामी आन्दोलनमा छौँ। आन्दोलनको स्वरूप नै अलिकति सामान्य अवस्थाबाट बाहिर गएर हुन्छ, बाहिर निस्किन्छ, आवाजहरू उठाइन्छ, अलिकति सदनको नियममा बस्नुपर्ने जुन हाम्रो बैठकको नियम छ त्योभन्दा अलिकति फरक हुन्छ। त्यस कारणले पनि उहाँले राख्नुभएको कुरा आन्दोलनमा भएको कारणले अब हामीले त्यसलाई चाहिँ मान्ने कुरो भएन। मेरो एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा नै के छ भने यो दलले लिएको अडान भनेर बुझिदिनु भएन। यो चाहिँ बृहत्तर रूपमा समाधान गर्नुपर्ने विषय हो। आज उठिरहेको विषयमा हामीले केवल हाम्रो माननीय गृहमन्त्रीज्यूलाई आक्षेप मात्र लगाएका छैनौँ। यो चाहिँ निकै ठुलो समस्या हो। यो समस्यालाई समाधान गर्नको लागि विषय उठिसकेपछि बृहत्तर रूपले समाधान गर्नको लागि कसरी गर्न सकिएला भनेर हामीले होलिस्टिक रूपमा हेर्दाखेरि एउटा उपाय निकालेका हौँ। त्यसमा चाहिँ सबैजनाले साथ दिँदाखेरि जाति हुन्थ्यो। खासफुस एउटा विगतका दिनहरूमा जस्तै एउटा समिति बनाएर उम्किने बाटो चाहिँ सदनले गर्दाखेरि जनताको आवाज त क्यारी भएन, जनताको आवाज चाहिँ त्यहाँ सुनिने स्थिति भएन, समाधान हुने स्थिति भएन। त्यस कारणले पनि यसलाई चाहिँ स्पष्ट बनाऊ, एकदम सुसूचित तरिकाले जनतालाई पनि अब के हुन्छ भन्ने कुराको अपेक्षा पनि होस्, एकदम स्पष्ट बनाऊ, पारदर्शी बनाऊ, टाइमलाइन सहित बनाऊ, ताकि सबैले आफ्नो दायित्व बोध गर्ने स्थिति चाहिँ होस् भनेर हामीले भनिराखेका हो। त्यही भएर यो कुनै व्यक्तिप्रति अथवा कुनै मन्त्रालयप्रति मात्रै लक्षित होइन, समग्र समस्यालाई समाधान गर्नको लागि चाहिँ सरकार संवेदनशील होस् भन्ने कुरा हामीले गर्न खोजेको हो। होइन, त्यो स्पष्ट यति दिनमा बनाउने, यो मान्छेहरू राखेर बनाउने, यस्तो खालको बनाउने, त्यो एकदम हामीले स्पष्टता पाउने बित्तिकै धेरै कुराहरू सम्बोधन हुन्छन्, त्यहाँ वार्ता गर्न सकिन्छ। तर अहिले बनाएको समितिमा त चित्त बुझाउने ठाउँ छैन। जनताको यत्रो हेर्नुहोस्, आधा नेपालीको समस्या हो यो। हरेक घरको मान्छे अहिले चाहिँ विदेश गएको स्थिति छ र अनि विदेश जाँदाखेरि कहीँ न कतै ठगिएको स्थिति छ। अब यत्रो ठुलो समस्यालाई चाहिँ हामीले कसरी सदनमा आइसक्यो, यत्रो धेरै कुरा उठिसक्यो, कसरी एउटा समिति बनाएर उम्किने वातावरणलाई चाहिँ हामीले स्वीकार्ने? यो चाहिँ स्वीकारोक्ति गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाह्रो भयो। त्यही भएर हामी अडानमा उभिरहेका छौँ। यसलाई चाहिँ स्पष्टता दिएर एउटा समिति निर्माण हुने स्थिति बन्दाखेरि त हामीले सधैँभरि भनेकै छौँ नि, यो राम्रो कुरा हो। सदनमा जनताको आवाज गुन्जिने स्थिति आउनुपर्छ। अब अहिले पनि हाम्रो संसदमा चाहिँ तपाईँको शून्य समय, आकस्मिक समय, विशेष समय लगायतका, विशेष समय त बजेटको अधिवेशनको बेला भयो, तर अब शून्य समय, आकस्मिक समय चलाउन सकिन्थ्यो होला। ती कुराहरूमा पनि नेगोसिएसन हुन सकिरहेका छैनन्। हाम्रो कारणले भन्दा पनि सत्ताको आफ्नै दम्बले गर्दाखेरि हामीलाई चाहिँ वार्तामा राम्रोसँग ल्याउन नसकेका कारणले गर्दाखेरि, हाम्रो कुरालाई राम्रोसँग सुन्नै नचाहेका कारणले गर्दाखेरि सदनमा यो परिस्थिति निर्माण भइरहेको छ जस्तो मलाई लाग्छ। त्यो प्रयत्न चाहिँ सरकारले गर्नुपर्छ, किनभने प्रतिपक्षले सधैँभरि खबरदारी गर्ने हो, प्रश्न उठाउने हो, आफ्ना कुराहरू राख्ने हो। जनताको यत्रो ठुलो सम्बन्धित भएको, जनतासँग सम्बन्धित भएको विषय उठिराखेको छ। हामीले खबरदारी भन्दा बाहेक केही गर्न सक्दैनौँ, किनकि आज हामीसँग भएको सङ्ख्याले खबरदारी गर्न मात्रै पुग्छ। त्यो जनताले दिएको हामीलाई म्यान्डेट पनि हो। तर अब आज हामीले कुरा उठाइराख्ने, सत्ता चाहिँ यिनीहरू केही होइनन् भनेर हिँडिराख्ने परिस्थिति निर्माण हुँदा त हामीसँग आन्दोलनको विकल्प भएन नि। हामी सदनमा सधैँभरि जनताका कुराहरू उठाउनको लागि हामी तत्पर छौँ। जनतालाई चाहिँ यो समस्या समाधान गर्नको लागि, जनताको कुरा भनियोस् भन्नको लागि सदन सुचारू रूपमा सञ्चालन होस् भन्ने पक्षमै छौँ, तर सही तरिकाले सञ्चालन हुनु पर्यो भन्ने हाम्रो कुरा हो। अब यस्तो हो, हेर्नुहोस्, अब त्यो संसदीय छानबिन समिति बन्दै गर्दाखेरि
त्यो समितिले अनुसन्धान गर्दाखेरि आज जहाँको अनुसन्धान भइराखेको छ त्यो अनुसन्धान चाहिँ कहाँ हुन्छ र त्यसको नेतृत्व कसले गरेछ भनेर हेर्दा त गृह मन्त्रालय नै गरेछ। हामीले उहाँप्रति व्यक्तिगत रूपमा आक्षेप लगाउन खोजेका होइनौँ। उहाँको पद नै यस्तो पद छ कि उहाँले नेतृत्व गरेका ठाउँहरू अथवा त्यहाँ संलग्न भएका कर्मचारीहरू अब उहाँकै सचिवालयका मान्छेहरू पनि संलग्न छन् भन्ने कुराहरू आइराखेको छ। अब निष्पक्ष र पारदर्शी एउटा अनुसन्धान हुने, छानबिन हुने वातावरण सिर्जना गर्न चाहिँ उहाँले स्वतःस्फूर्त रूपमा उहाँ नैतिकताको आधारमा उहाँ निस्किँदा राम्रो हुन्छ, राजीनामा दिँदा राम्रो हुन्छ भन्ने हाम्रो कुरा हो। अब मान्य गृहमन्त्रीज्यू उहाँ कानुनको पनि ज्ञाता हुनुहुन्छ, उहाँ आफै पढे लेखेको मान्छे हुनुहुन्छ, उहाँलाई अब हामीले धेरै कुरा सिकाउने विषय त भएन। तर हामी पनि के चाहन्छौँ भने उहाँले छानबिन हुने वातावरण, यो अनुसन्धान हुने वातावरणलाई सहजीकरण गरिदिनुहोस्। उहाँ नहुँदाखेरि चाहिँ राम्रो हुन्छ भने उहाँ किन जिद्दी गर्नु पर्यो? हिजो पनि उहाँले भन्दै हुनुहुन्थ्यो म यति पटक मन्त्री भएँ, यस्तो बनाएँ। हो, हिजोको दिनमा गर्नुभयो, तर आजको दिनमा आएको समस्यालाई पनि उहाँले नजरअन्दाज गर्नु हुँदैन। उहाँ साँच्चीकै यो समस्याको बारेमा संवेदनशील हुनुहुन्छ भने उहाँले अनुसन्धान हुने, छानबिन हुने र समाधान हुने बाटो खोलिदिनुपर्छ भन्ने हाम्रो कुरा हो। छलफलमा भाग लिने परिस्थिति नै चाहिँ सभामुखले बनाइराख्नु भएको छैन। संसदीय मर्यादा र परम्परामा संसद अवरुद्ध भइराखेको बेला अथवा कुनै पनि एउटा सांसदले उठेर आफ्नो असहमति जनाइराखेको बेला संसदलाई अवरुद्ध मानिन्छ। अहिले सिङ्गो दुईटा महत्त्वपूर्ण राजनीतिक पार्टीहरूले देशको महत्त्वपूर्ण विषय भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखिराखेको र आफ्नो आवाज उठाइराखेको बेला उनीहरूलाई वार्ता संवादमा ल्याउने र समस्या समाधानतर्फ लाने प्रयास सभामुखले गर्नुको बदला जबरजस्त जुन संसद चाहिँ भद्रगोल तरिकाले अगाडि बढाइराख्नु भएको छ र एउटा कर्मकाण्डतर्फ चाहिँ लगिराख्नु भएको छ, त्यो संसदीय मर्यादा परम्पराको विपरीत काम भएको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यस्तो अवस्थामा त्यो बैठकमा सहभागी भइराख्नु अनुचित ठानेर त्यो अनुचित कार्यमा सहभागी नहुने निर्णय गरेर संसद बैठक बहिष्कार गरेको छ। जबसम्म संसदमा एउटा स्थिति बस्दैन र शान्तिपूर्ण ढङ्गले संसद सुचारू हुने वातावरण बन्दैन तबसम्म यस प्रकारको बैठक हामीले बहिष्कार गरिराख्छौँ र आज हामीले सभामुखलाई त्यही विषयको फेरि थप जानकारी गरायौँ र सँगसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका कुनै पनि सदस्यहरूले जुन बैठकमा आफूले भाग लिँदैनौँ, सहभागी हुँदैनौँ, त्यसको बैठक भत्ता पनि नलिने कुरा पनि सभामुखलाई सुनाएर हामीले अहिलेको बैठक बहिष्कार गरेका छौँ। राष्ट्रपालले चाहिँ त्यहाँ बैठकमा नाराबाजी नै गरिराखेको छ, तपाईँहरूले चाहिँ त्यो विकल्प किन चुन्नु भयो? आफ्नो विकल्प आफ्नो तरिकाहरू हुन्छन्, हामीले अहिलेलाई यही बाटो उचित ठान्यौँ। यो चाहिँ त्यसो भए बजेटभरि नै तपाईँहरू बहिष्कार गर्दै जानुहुने, सरकारले नसुन्ने, सभामुखले बैठक चलाइराख्ने? होइन, यो बजेटको छलफल भन्नु पनि एउटा प्रक्रिया विधि पुर्याउने कुरा मात्रै हो, न यसमा संशोधनका कुनै गुन्जाइसहरू छन्, न यो बजेट जनताको जीवनमा परिवर्तन ल्याउने खालको छ। बजेट केही नेताको गोजीबाट आएको कुनै विधि प्रक्रिया भन्दा पनि निर्वाचन क्षेत्र बनाउन अथवा सरकारमा बसेका मानिसहरूको सत्ता स्वार्थ पूर्ति गर्नका लागि बनाइएको एउटा चाहिँ विधि मात्रै हो र यसमा धेरै छलफल गर्नुपर्ने विषयहरू पनि छैनन्। तर पनि संसदमा हामी उपस्थित भइसकेपछि यसलाई नियमित छलफलमा लान सकिएको थियो भने र सभामुखले त्यसलाई नियमित ढङ्गले व्यवस्थित ढङ्गले लाने कोसिस गर्नुभएको भए हामीले हाम्रो धारणा त सदा चाहिँ राख्ने नै थियौँ, तर अब अहिले त्यो परिस्थिति बनेन। बजेटमाथि हुने आलोचनाहरू पनि अहिलेको विरोधले होइन, संसदमा विरोधले र तपाईँहरूको बहिष्कारले फेरि कमजोर भयो, अन्तिममा क्वेसन त उठ्थेन भन्ने छ। क्वेसन त हामी बाहिरबाट पनि उठाउँछौँ र अहिले पनि उठाउँछौँ र यसमा त हामीले निरन्तर रूपमा आवाज उठाइराखेका छौँ, त्यसले फरक पर्छ भन्ने मलाई लाग्दैन। सरकार बेरेरै जाने स्थितिमा देखिन्छ, तपाईँहरू संसद बहिष्कार गर्दै हुनुहुन्छ, लगायत राष्ट्रपालले पनि त्यस्तै गरिरहेको छ, निष्कर्ष केही ननिस्कने भयो। यसले यो सरकार लोकतन्त्रको नाममा, गणतन्त्रको नाममा सर्वसत्तावादतर्फ गइराखेको छ भन्ने कुरा बुझाउन अझ मद्दत गर्छ, किनभने हामीले निरन्तर रूपमा भन्दै आएका छौँ कि अहिले 2046 सालको राजनीतिक परिवर्तनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका केही महिना बाहेक त्यही पार्टीहरू छन् र माथि गएका नेतादेखि बाहेक नेता पनि तिनै छन्, तर उनीहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा देशमा जुन प्रकारको लुटतन्त्र मचाइराखेका छन्, जुन हामीले बारम्बार औँल्याइदै आएका थियौँ, त्यो अहिले चाहिँ नि यसलाई झन् थप पुष्टि गर्ने यसले चाहिँ नि मौका दिन्छ र यसले झन् नाङ्गो पार्न मद्दत गर्छ भन्ने मलाई लाग्छ। अहिले हामी इस्युमा एकै ठाउँ छौँ,
र आवश्यक पर्यो भने कुराकानी गरेर संयुक्त रूपमा पनि जान सक्छौँ। अहिले हामी आफ्नो ढङ्गले यो इस्युमा जोडिराखेकै छौँ। यति गरौँ। धन्यवाद। यो सङ्ख्या सानो ठुलो भन्ने कुरा हुँदैन। मैले अघि भित्र पनि भने निर्वाचन प्रणाली नै त्यस्तो परिकल्पना गरिएको छ। अपवाद र विशेष अवस्थामा बाहेक कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गर्न सक्दैन र बहुविचार चाहिँ संसदमा आउने व्यवस्था निर्वाचन प्रणालीले नै त्यस्तो गरेको छ। त्यस कारणले यहाँ कसको धेरै सिट कसको थोरै सिट भन्ने कुरा हुँदैन। एक सिटको पनि उत्तिकै महत्त्व हुन्छ र सबैको विचारलाई बराबर सम्बोधन गरिनुपर्ने प्रणाली चाहिँ निर्माण गरियो। तर त्यो प्रणाली ल्याउने ठुला राजनीतिक दलहरूको सोच चाहिँ सर्वसत्तावादी सोच भयो, जसले गर्दाखेरि प्रणाली र व्यवहारमा चाहिँ अन्तर भइराखेको छ। र तपाईँले भने जस्तै अहिलेलाई हामीले के भन्नु पर्यो भने सङ्ख्या पुगेन र सङ्ख्या कमजोर भएको कारणले सङ्ख्याको दम्बमा अहिले विचारलाई निषेध गर्ने प्रयास भइराखेको छ। हामीले नाराबाजी गरेका छौँ, नाचेका छैनौँ, चिच्याएका छैनौँ, गाएका छैनौँ, नाराबाजी मात्रै गरेका छौँ, उठेका छौँ, बसेका छौँ। यो हाम्रो आन्दोलनको एउटा स्वरूप हो र यसरी आन्दोलन गरिरहँदाखेरि एउटा जिम्मेवार पार्टीले यो संसदको आजको संविधान त यो देशको चौथो ठुलो राष्ट्रिय पार्टीले संसदमा यो आन्दोलन गरिरहँदाखेरि संसद यसरी सुचारू हुनु र संसद जबरजस्त चलाउनु भनेको चाहिँ नि हाम्रो संसदीय व्यवस्थामै यो एउटा धब्बा हो। यो नहुनुपर्ने अभ्यास जो भइरहेछ यसले काहीँ न काहीँ गएर राजनीतिक पार्टीहरूलाई भविष्यमा यसले काहीँ न काहीँ गएर प्रश्न तेर्स्याउनेछ। हेर्नुहोस्, राजनीतिमा तपाईँको प्रवृत्ति, नैतिकता र राजनीतिक अभ्यासहरू कुन संस्कारमा राजनीतिक अभ्यास गरिन्छ भनेर हेर्नुपर्छ। यहाँलाई स्मरण गराउँ, एउटा संवैधानिक व्यवस्थाका कारण हामीले गएको जेठ 15 गते हामी आन्दोलनको चरम एउटा आन्दोलनको बिचमा पनि हामीले सरकारलाई त्यो संवैधानिक दायित्वबाट सरकार त्यो पर नजाओस् भनेर हामीले जिम्मेवारीपूर्वक त्यो दिन आन्दोलन स्थगित गरेर सरकारको संवैधानिक दायित्व पुरा गर्ने दियौँ। अहिले उहाँहरू जो गरिरहनु भएको छ यो त हामीले उहाँहरूलाई प्रश्न गर्नुभयो। बिहान मैले सामान्य सभामुखज्यूलाई पनि उहाँले सदनको बारेमा प्रश्न गर्नुभयो। सदन चलाउने वातावरण बनाउने कुरा त सरकारको हो। आज सरकारको काम कारबाही अगाडि बढिरहेछ। यहाँ सरकारले दिएको बिजनेसमा सदन चलिरहेछ। तर सदनमा रासोपा लगायत राप्रपा पनि आफ्नै मुद्दामा ऊ पनि आन्दोलनमा छ। रासोपाले जुन दिनदेखि भिजिट भिसाका नाउँमा त्यसको आवरणमा जुन किसिमको मानव तस्कर, जुन किसिमको भ्रष्टाचार, जुन किसिमको नेपाली नागरिकले दुःख दिने कुरा भयो त्यसको विरोध गरेर आज हामी वेलसम्म जाँदाखेरि पनि यो सदन जबरजस्त चलाइन्छ भने यो बिल्कुलै यो संसदीय अभ्यास होइन ल, यसले राम्रो गर्दैन। तपाईँले मलाई याद गर्नुभयो होला भन्ने म विश्वास गर्छु। म यो राजनीतिमा अराजनीतिक शब्दहरू धेरै बोल्ने मान्छे होइन र मलाई कसले कहाँ होइन म आउँदैछु, नहतारिनु न। मलाई मान्य सूर्य थापाले के भन्नुभयो भन्ने कुरामा मलाई खासै सरोकार, किन म त्यस्तो खालको भाषा प्रयोग गर्ने मान्छे होइन र हामी के विहीन छौँ के छौँ सँगै छौँ भन्ने कुरा त्यो हाम्रो बारेमा अरू कसैले भनिदिने होइन। मेरो विनम्रताका साथ अनुरोध छ, उहाँले आफ्नै पार्टीको आफ्नै विचारको आफ्नै आदर्शको विषयमा छलफल बहस गर्दाखेरि राम्रो हुन्छ। रासोपा आज जहाँ छ हामीसँग हाम्रो पार्टीको सङ्गठनात्मक संरचना एकचोटि हेरे हुन्छ र यस्तो यो प्रश्नहरू उठाएर खास केही होइन। मुख्य कुरा के हो भने यो सदन जनताप्रति उत्तरदायी छ कि छैन, यो सरकार सदनप्रति उत्तरदायी छ कि छैन। सरकार यदि सदनप्रति उत्तरदायी छ र सदन यदि जनताप्रति उत्तरदायी छ भने भिजिट भिसाको आवरणमा भएको यो जुन मानव तस्कर छ, यो जुन किसिमको भ्रष्टाचार छ, यो जुन किसिमको राज्यको नीति र संरचना बनाएर जनतालाई नागरिकले दुःख दिने जो काम भएको छ त्यो बन्द हुनुपर्छ। त्यो यही सदनले बन्द गराउनुपर्छ। तपाईँहरूको पनि प्रश्न मात्रै गरिदिने, तपाईँले त्यसका पनि त आधारहरू हुन्छन् नि। उहाँहरूले उठाएका कुराहरू कति सही हुन्, कति असत्य हुन्, कति भ्रामक हुन् भन्ने कुरा पनि त्यो भ्रामक कुराहरू त फेरि त्यसलाई तपाईँले दोहोऱ्याएर नसोध्नु न। त्यो दोहोऱ्याएर सोध्नु भनेको फेरि समाज विज्ञानमा त्यसले रिप्रोडक्सन भन्छ क्या, त्यसले फेरि पुनरुत्पादन गर्छ। त्यो भएर गलत के हो र त न्यूनतम कुराहरू त तपाईँले पनि छुट्याउनुपर्छ साथीहरू। अरू केही छ होइन भने नमस्कार। हामीले स्पष्टताका साथ फेरि पनि भन्छु, भिजिट भिसाका नाउँमा अध्यागमन कार्यालयबाट आज जे जस्तो नेपाली जनताप्रति, नेपाली नागरिकमाथि जुन किसिमको षड्यन्त्र अन्य अत्याचार भइरहेको छ त्यसको जवाफ मागेका हौँ। अत्यन्त गम्भीर छ भनेर मैले सदनमा सुरुमा नै उठाएको थियो। यो कुनै एउटा
अख्तियारले भ्रष्टाचार अथवा घुसको लेनदेनको विषय मात्रै होइन, यो एकदमै सङ्गठित रूपमा गरिएको अपराध हो र यसलाई अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको मान सम्मान गिरिराखेको छ। यो डोमेस्टिक इस्यु नेपालको मात्रै विषय होइन कि यो अन्तर्राष्ट्रिय रूपमा चासो दिएको विषय हो भनेर म तपाईहरुलाई एउटा रिपोर्टको अलिकति सारांश पनि देखाउँछु। यो अमेरिकाको विदेश मन्त्रालय US डिपार्टमेन्ट अफ स्टेटको 2024 को ट्राफिकिङ पर्सन्स रिपोर्ट भनेको नेपाल खण्ड हो। यसले के भन्छ भने नेपाललाई उहाँहरूको मूल्याङ्कनमा नेपाललाई चाहिँ डाउनग्रेड गरिएको छ र वाच लिस्टमा टायर 2 वाच लिस्टमा 2024 मा नेपाललाई राखिएको छ भन्छ। किन नेपाललाई राखियो त? नेपालले के गरेन त? नेपालले केही नीतिगतहरू काम त गरेन। तर यो रिपोर्टले के भन्छ भने म अङ्ग्रेजीमै यहाँलाई पढेर सुनाउने अनुमति चाहन्छु। जो सरकारमा हुनुहुन्छ, सरकारी व्यक्ति, राजनीतिक व्यक्तिहरूको संरक्षणमा यो काम भइराखेको छ, ह्युमन ट्राफिकिङ भइराखेको छ भनेर अमेरिकाको विदेश मन्त्रालयले भन्छ। के गरेन त नेपाल सरकारले? द गभर्नमेन्ट डिड नट रिपोर्ट द स्टेटस अफ केस इन्भल्भिङ allegedly complicit officials previously investigated or charged with trafficking crimes, and some officials previously accused of human trafficking remain in office. जो व्यक्तिहरूमाथि मानव तस्करीसँग सम्बन्धित कुराहरूमा अनुसन्धान भइराखेको थियो त्यो व्यक्तिहरू आज पनि आफ्नो पदमा बहाल रहनु भएको छ भनेर यो अमेरिकाको विदेश मन्त्रालयको रिपोर्टले भन्छ। यसले के पनि भन्छ भने some government officials including parliamentarians, सांसदहरू सहित maintain close ties with employment agencies resulting in potential conflict of interest. राजनीतिक व्यक्तिहरू इभन सांसदहरू पनि यो जालोमा जोडिनु भएको छ भनेर अमेरिकाको विदेश मन्त्रालयले भन्छ। साथसाथै यसले के पनि भन्छ भने some police and political leaders were allegedly complicit in sex trafficking through financial involvement in adult entertainment sector. भनेको प्रहरी र राजनीतिक नेताहरू सेक्स ट्राफिकिङमा पनि जोडिएको छ नेपालमा भनेर अमेरिकाको विदेश मन्त्रालयले भन्छ। हामीले यो विषयलाई अत्यन्त गम्भीरताका साथ हेरिराखेका छौँ। यो कुनै डोमेस्टिक यो घुसको नागरिकता बनाउन जाँदाखेरि एउटा कर्मचारीले घुस लियो भनेर हामीले गृहमन्त्रीको राजीनामा मागिराखेका होइन अथवा यसमा छानबिन हुनुपर्छ भनेको होइन। यो विषयलाई नेपालले मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा अत्यन्त चासोको साथ हेरिएको छ र त्यो गम्भीरता सत्तासीन पार्टीहरूले देखाउनुपर्छ भन्ने हाम्रो माग हो। धन्यवाद।